हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, सेवाने, खाम्री मो सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल मदर्स लाइफ। आज फेरि हजुरहरूलाई स्वागत छ हाम्रो भिडियोमा। सो आज चाहिँ दिन यस्तो भइरहेछ, दिन बिग्रिरहेको छ। आज हामी त चिया पिउनु जाँदैछु, नानी पनि उठेर आयो, चिया रेडी हुँदैछ। तातो चिया रेडी दादालाई। मेरो तातो चिया तातो चिया रेडी भए। दिन बिग्रिरहेछ आज चाहिँ, चिया पनि भइसक्यो हाम्रो। दादा पनि घाँसमा जानुभयो, आमा र दादा। म त सब्जी काट्दैछु, बिहानको आलु। मेरो चाहिँ खानासाना पनि पाकिसक्यो। म त कुखुरालाई चारो हाल्नु जाँदैछु। स्कुल जानुपर्छ, ढिलो भइसक्यो आज। यहाँनिर चाहिँ अर्को म्याडम पनि छ। कुखुरालाई चारो पनि हालिसकेँ। अब चाहिँ म नानीलाई रेडी गरिदिन्छु स्कुल। आज चाहिँ म जान्छु पुऱ्याउनु, दादा भ्याउनु हुँदैन अरे। आज चाहिँ मम्मा स्कुल पुऱ्याउनु गएको, ढिलो भइसक्यो है छोरी। मम्मा गएको छोरीलाई पुऱ्याउनु, हिँडेर ढिलो भइसक्यो है। छिटो छिटो हिँड ल। नानीलाई स्कुल पुऱ्याइराखेर पनि अब चाहिँ म घर फर्किँदैछु। स्कुल ठिकै लागेछ नि त। स्कुलबाट पनि आइपुगिसकेँ घर। अब चाहिँ खाना खान्छु, खाना खाएको थिइनँ। साना पनि खाइसकेँ। अब चाहिँ म बारीमा जान्छु, बारीमा निस्केको। के लानु आमा? ए त्यो प्लास्टिक राम्रो लानु भएन। अहिले दादालाई बनाइ माग्छु। यो दादाको सिकल बोकिराखिदिन्छु ल। हुन्छ। गोठमा पनि आइपुगिसकेँ। अब त म काँटा लगेर तल जानुपर्छ, तल्लो गोठमा अस्तिको ठाउँमा मल ल्याउनु। मल बोकिसकेको छैन, खोर्सानी बारी बनाइसकेको छैन। आधी एक गरा छ। आज म मल चाहिँ बोकिराखिदिन्छु, दादाले भरे भोलि बनाउनुहुन्छ होला। अब यो मल बोक्छु। आज चाहिँ पहिला काँटा र नाम्लो पुऱ्याइदिनु है। दादा पनि पर गोठमा हुनुहुन्छ, लोगिदिने। अब त म नाम्लो परिहाल्छ। दादाहरू तल रहेछ, नाम्लो पर्दैन अरे, मैले फर्काइदिएँ। अब त म भट्टाभट्टी मल बोकिहाल्छु।
यहाँतिर चाहिँ दादाले खोर्सानी पनि रोपिसक्नु भएछ। यहाँबाट मल पुगेको थिएन, म चाहिँ त्यहाँ लाँदैछु। अन्त यो गरामा बोकिसकिहाल्नु पर्ने आज। मल नपुगेर बिउ पनि त्यत्तिकै छोडिराख्नु भएछ दादाले। अलिकता हो यहाँ है या यति मात्रै बोकिसकेँ, आधी चाहिँ भोलि बोक्छु। अब चाहिँ स्कुल जानुपर्छ नानीहरू होइन, घाँस फर्किएको म चाहिँ। दादा चाहिँ घाँसहरू काटिन मिलाइराखेर आउनुहुन्छ गोठमा है। भन्छु ल, म घरमा पनि आइपुगेँ। अब म सफा गरेर स्कुल जान्छु नानी ल्याउनु। साथीहरू पनि आउँदैछ अरे, थाक्यो। सफाहरू गरिसकेर पनि निस्केको अब पानी आउनु थाल्यो। साथीहरू पनि आइसकेको छ। चिया खाइकन चाहिँ म स्कुल जान्छु। है नानीको रेनकोट पनि बोकिसकेको थिएँ। स्कुल छुट्टी भएर नि यहाँनिर पानी परेर दोकानमा आइरहेछु है। अब त हामी गाडीमा चढेर जाने। कसको पापा आउँदैछ हामीलाई गाडीमा ल्याउनु? रेहानको होइन, कसको हो? सस्तिकाको पापा है। जानुपर्छ अब ल। एन्जुले कसको टिफिन खायो आज? अब चाहिँ हामी घर फर्किने। आइपुग्यो, दाजुले ल्याइदिनु भयो। दाजुलाई थ्याङ्क यू। लुगा हेर आइसक्यो। आइपुगेर पनि लुगा फेरिसक्यो। अब त हामी साथी पनि आइसक्यो। हामी पनि मोमो बनाएर खाने। यहाँ खेल्नु ल। यहाँ चाहिँ आमाहरूको अब कोपीको मोमोको पार्टी स्टार्ट हुँदैछ भर्खरै। यहाँ बसाइ चाहिँ फेरि सानो बेला न म तन्किहाल्छु। जाऊ जाऊ खेल सानो बेलले भने म तन्किहाल्छु नि ल। दाजु छ नि मेरो तन्किहाल्छु भनेर म अर्कै सालको बनाउँछु नि त हेर ल। देखिए जी हो तन्की बनाएको कस्तो अप्ठ्यारो बनाउँछ नि।
Kuya, this one, tapos na. नानी तेल हाल्छु ल धेरै भएछ नि ल है हाम्रो मोमो सुरु भयो है। उयो छ हजुर सुरु भयो है सुरु अब हामी खाने चाहिँ जाति भइहाल्छ नि सुरु भयो है हाम्रो मोमो चाहिँ। पार्टी हुँदैछ मोमोको यता म्याडम म्याडमजीहरूले चाहिँ सुरु पनि गरिसक्यो। अच्छी यसको चाहिँ भ्याट चाहिँ मैले एकपल्ट ब्ल्याड भनेको उसको मुखमै बसिगयो ब्ल्याड। सो अहिले हाम्रो बेलुकाको खानासाना पनि भइसक्यो अनि साथी पनि गइसक्यो अनि आजको लागि चाहिँ हाम्रो भिडियो यति नै। हजुरहरूलाई मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनुहोस् अनि हाम्रो च्यानलमा जो जतिजना पनि नयाँ हुनुहुन्छ हजुरहरूले पनि सब्सक्राइब गरिदिनुहोस्। थ्याङ्क यू फर वाचिङ। बाई बाई। गुड नाइट अल।